गाइज कति पैसा आयो 50 अरू त भित्र छैन नि 50 गरेर गाइजहरु मसँग त 100 रुपैयाँ आयो देख्न सक्नुहुन्छ। गुड मर्निङ वेलकम टु माई न्यू ब्लग फाइनल तपाईहरु सबैजना सन्चै हुन्छ म पनि एकदम सन्चै छु। अहिलेको ब्लग चाहिँ चारटा लाएर पूजा गर्दैछ सो सबैजना हेरेर ट्याङ लाइक कमेन्ट शेयर सब्स्क्राइब सब ठोकेर छिटोभन्दा छिटो 1 लाख सब्स्क्राइबर पुर्याइदिनु। सो म माथि गएर बस्छु यो त के भइरहेछ माथि सो सबै भिडियो माथि छ सो सबैजना हेर्नु होला है त। म माथि गएर बस्छु है त। सब्जी पाक्दैछ सृष्टि कालीको फोटो भाइ सृष्टि काली हुन्छ वहाँ चिया पाक्दैछ त्यस्तो भइरहेछ। अब म एकछिन बस्छु यहाँको चाहिँ यहाँ भनेको सरादको सब सामानहरु रेडी भएको छ हैन। यहाँ यस्तो गफसफ चल्दैछ यहाँहरुको मम्मी आमा उहाँ पण्डित बुवा हुन्छ। सो अब म फुरौला पाकिरहेछ घुमाल्छ फुरौला अचार छ यहाँ खिर त्यहाँ यस्तो यस्तो दामी दामी छ गाइजहरु न अचार सचार भयो के भयो यस्तो दामी छ यही सब पाकिरहेको छ। सो म एकछिन बस्छु है त। यहाँ सलाद सुरु भइसकिसक्यो यस्तो दामी भइरहेको यस्तो दामी भइरहेछ नि यस्तो बवाल पूजा भइरहेको नि। अब म एकछिन बस्छु कति चढाउने बेला भइरहेछ यस्तो बवाल तरिकाले पाथी चढाउने बेला भइरहेछ। त्यहाँ कलर धुपबत्ती बल्ने बेला भइरहेछ दामी छ नि यस्तो बवाल तरिकाले यहाँ धुपबत्ती बालिरहेछ। हजुर सब एकछिन बस्छु ओले भनेको न चारटा लाएर तोरीको साग पाक्दैछ नि यस्तो बवाल तरिकाले तोरीको साग पाक्दैछ हैन गाइस। नमस्कार बुवा गाइजहरु पैसा देख्न सक्नुहुन्छ यस्तो कति छ गनौँ है त। मैले अघि भनेको थिएँ पैसा कति आएछ गनौँ भनेर 50 एउटा 50 भयो एउटा 50 100 हामीहरूको दुईजनाकै 100 छ। बाई सो गाइजहरु आज हामीले खानापिना खायो सो थोक भइसकेको छ। सो यो भिडियोमा आज यतातिर इन्ड होला सो के कस्तो लाग्यो टक्क कमेन्ट हाल्नु होला। च्यानलमा नयाँ भने टक्क सब्स्क्राइब गरेर जोडिदिनु होला। सो थ्यांक यू फर वाचिङ।